यदि तपाईँ साउदी अरबको अब्बा खमिस र साकाका क्षेत्रमा हुनुहुन्छ भने तपाईँहरूको लागि यो भिडियो अत्यन्तै महत्त्वपूर्ण रहेको छ। नमस्कार, म सुन्जित तामाङ साउदी अरब रियादबाट। हजुर, यदि तपाईँ साउदी अरबको अब्बा खमिस क्षेत्रमा हुनुहुन्छ अथवा साउदी अरबको साकाका क्षेत्रमा हुनुहुन्छ भने यही आउने फेब्रुअरी 6 तारिकको दिन नेपाली राजदूतावास रियादबाट साकाकामा र जेद्दा महावाणिज्य दूतावासबाट चाहिँ अब्बा खमिसमा गुम्ती शिविर अर्थात् पासपोर्ट नवीकरणको लागि शिविर सञ्चालन गर्दै हुनुहुन्छ। यदि तपाईँको पासपोर्टको म्याद 11 महिनाभन्दा कम छ भने तपाईँको पासपोर्ट नवीकरण गर्नुपर्ने हुन्छ। त्यसैले उक्त दिन त्यहाँ गएर चाहिँ पासपोर्ट नवीकरण गराउनु होला। यदि तपाईँको पासपोर्ट नवीकरण गराउनु पर्ने छ भने चाहिँ तपाईँले अनलाइन मार्फत फारम भर्नुपर्ने हुन्छ। यदि तपाईँलाई अनलाइन फारम भर्न तपाईँले सकिएन भने सम्पर्क पनि गर्न सक्नुहुनेछ। त्यसको लागि 0597429171 मा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। भने त्यो दिनमा चाहिँ यदि जो कोही नेपाली दाजुभाइहरू कम्पनी छोडेर काम गर्दै हुनुहुन्छ अथवा कम्पनीले अकमा रिन्यू गरिदिएको छैन, नेपाल जान चाहनुहुन्छ अथवा साउदी अरब आइसके पछाडि पनि तपाईँलाई कम्पनीले अकमा बनाइदिएको छैन, यहाँको रेसिडेन्ट कार्ड बनाइदिएको छैन र धेरै वर्ष भइसके पछाडि तपाईँ नेपाल जान चाहनु भएको छ भने चाहिँ त्यो दिनमा गएर तपाईँले घर जानको लागि फाइनल एक्जिटको लागि पनि अनलाइन फारम भर्न सक्नुहुनेछ। भिडियो कस्तो लाग्छ तलको कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। यदि तपाईँलाई हाम्रो भिडियो मनपर्छ भने लाइक, सेयर, कमेन्ट अनि कमेन्ट र सब्सक्राइब पनि गरिदिनु होला। भिडियो हेरिदिनु भएको छ त्यसको लागि थ्याङ्क यू सो मच।